मेन कुरो ऊर्जा मन्त्री कता गयो भन्नेले ठानेको होला नि त। त्यहाँ भन्ने पार्टी अथवा राष्ट्र पार्टीले ठानेको होला त्यहाँ प्राधिकरणको मान्छे बाल्नुपर्छ भने बेलुका खाने बेलामा मैले यसरी बालिरहेको छु, बालेर खाइरहेको छु। जनताको विकास भन्दा पनि अब तिमीहरूले त अब विकास पनि गरेको छैन त्यति। अब ठुलो आयोजनाको अब त्यसमा चाहिँ गरेको छैन। अहिले हालसालै चाहिँ सुशासन विकास भन्दा पनि अब त्यसमा चाहिँ जनताको आवश्यकता हुन्छ। बत्ती बिजुली अनि आजभोलिको जेनेरेसनमा चाहिँ वाइफाई त्यो बन्द हुन्छ। तर बत्ती गएपछि चाहिँ वाइफाई पनि बन्द हुन्छ। अब कता केमा चाहिँ अब काम गरिरहेको हुन्छ। अब बत्ती गइदिएपछि उनीहरूको अब हुन लागेको काम पनि त्यहाँ झ्याप्पै बत्ती गएपछि बिग्रिहाल्छ। अनि त्यही भएर बत्ती चाहिँ नगइदियोस्, त्यही अनुरोध। खानेपानी नभयो भने बत्ती चाहिँ नगइदियोस्। बत्ती खानेपानी त जताबाट पनि मिलाउन सकिन्छ, तर बत्ती नगइदियोस्। काम हुने बेलामा झ्याप्पै बत्ती गइदिएपछि गाह्रो हुन्छ। रिस उठ्छ, सबैले रिस उठ्छ। मलाई नै रिस उठिरहेको छ। म पनि राष्ट्रको समर्थक मान्छे हो, मलाई नै रिस उठिरहेको छ। यस्तो तरिकाले त हुँदैन त, कसैले विश्वास गर्दैन। पहिलाको जस्तै भयो त। पहिलाको त्यो सरकारले माधव नेपालको सरकार हुँदाखेरि 24 घन्टामा 18 घन्टा लोड सेडिङ हुन्थ्यो। त्यो अब पछि त्यो प्रचण्डले कुलमान घिसिङ ल्याएपछि त्यसको चाहिँ अब समाधान भयो उज्यालो नेपालको लागि। अनि प्रायः जसो कहिलेकाहीँ यसो झ्याप बत्ती जान्थ्यो, तर पनि यसरी चाहिँ जाँदैन तर तिमीहरू चाहिँ अब यो भएन है, त म मान्दिनँ। मैले छरछिमेकीलाई यो त घटीमा भोट हाल्न लगाएर यसो गरे उसो गरे, तर खास चाहिँ एमाले नै जित्यो। र पनि बालनले भने जस्तो अनुसार यो फल्ना ठाउँमा मेरो भोट गएन, यो ठाउँमा मेरो भोट गएन, तर पनि हामी चाहिँ पुरानो पार्टीले भनेअनुसार यो फल्ना ठाउँमा भोट गएन, यो ठाउँमा भोट गएन, यता पनि हामी पिछा गर्दैनौँ भनेर बनाएको थियो। तर हामी त्यस्तो छैनौँ, तर भोट नदिए पनि हामी काम गरेर देखाउँछौँ भनेको थियो। तर खुलित्तै यस्तो भएन। यो बत्ती सोलरबाट चल्ने बत्ती बालेर यहाँ खाना खाइरहेको छौँ है। अब यहाँ परिवार छैन, परिवार चाहिँ बाहिर बसेका छौँ। अहिले होस भएर यो प्रचण्डले र केपी मिलेर यो आन्दोलन गरेर बालन सरकार उल्टाउने भनिरहेछ। अलिक होस भएर यस्तै समस्या देखायो भने, यस्तै समस्या भयो भने सबै उल्टेर आउँ। अलिक विचार गर्नु। कहाँ बत्ती गएको छ, कता के भइरहेछ, त्यो सबै समस्या हेर्नुपर्छ क्या। अब खाने पानी पुगेको छैन कि जनताको घरमा। अब जनतालाई आवश्यक परेको ठाउँमा अब ग्यास चुलो अथवा अब भात पकाउने ग्यास पेट्रोल हुन्छ नि। अब मान्छेको जिन्दगी तपाईँले ध्यान दिनु पर्यो है, त्यो हुँदैन। यस्तो गरेर बत्ती झ्यापझ्याप गइदिने ठाउँमा कोही ठाउँमा आउने, कोही ठाउँमा नआउने, त्यस्तो गर्नु हुँदैन। अर्को बाजी स्थानीय चुनाव आउँदैछ 84 मा। अनि के भएर त्यो भोट माग्छ, अलिकति देखाउनु पर्यो, त्यति कुरा हो बस।